अब पनि भवन निर्माण गर्दा परम्परागत रातो इँटा नै प्रयोग गर्नुभयो भने तपाईँलाई धेरै घाटा खेप्नुपर्ने हुन्छ है। होस् गर्नुहोला। बजारमा अब सस्तो हलुको तर मजबुत र भरपर्दो विकल्प आइसक्यो। त्यो हो एएसी ब्लक। रातो इँटाको साटो एएसी ब्लक प्रयोग गर्दा किन फाइदा हुन्छ भन्दा यो साइजमा अलि ठुलो हुन्छ तर हलुको हुन्छ। एएसी ब्लकले भवन निर्माण गर्दा धेरै ब्लकहरू प्रयोग गर्नु पर्दैन। यसले बिल्डिङको डेड लोड पनि 50% सम्म कम गर्छ अनि सिमेन्ट, बालुवा, स्टिल आदिहरू पनि धेरै प्रयोग गर्नु पर्दैन। भवन निर्माणको खर्च धेरै कम पर्छ। एएसी ब्लकबाट बनेको घर चाँडै बन्छ, त्यसैले लेबर कस्ट पनि धेरै बस्ने भयो। यति मात्रै कहाँ हो र, एएसी ब्लक फायर रेजिस्टेन्स हुने भएकाले भवनमा आग लागेको जोखिम पनि धेरै नै कम हुन्छ। थर्मल इन्सुलेसन हुने भएकाले भवनभित्र जाडोमा न्यानो र गर्मीमा शीतल हुने गर्छ। यो साउन्ड प्रुफ पनि हुन्छ, त्यसैले बाहिरको डिस्टर्बेन्स भित्र आउँदैन र भित्रको आवाज बाहिर जाँदैन। त्यसैले अब त्यही परम्परागत रातो इँटा प्रयोग गरेर घाटा खाने कि एएसी ब्लक प्रयोग गरेर त्यसको विभिन्न फाइदाहरूको लाभ लिने, आजै विचार गर्नुहोस्। हजुरलाई भवन निर्माण गर्न नेपालकै सर्वोत्कृष्ट एएसी ब्लक जिकोलाइट एएसी ब्लक चाहिन्छ भने हामीलाई सम्झनुहोस्। नेपालभर यो ब्लक उपलब्ध छ। थप जानकारीका लागि हामीलाई मेसेज गर्न सक्नुहुनेछ।